यदि तपाईँ आयुर्वेद चिकित्सक अथवा डाक्टरकोमा जानुभएको छ भने उहाँले एकदमै प्रमोट गर्ने ट्रिटमेन्ट पद्धति छ्यारसूत्र, कोहीले छ्यारसूत्र, कसैले छ्यारसूत्र भन्ने गर्नुहुन्छ। के कन्डिसनमा छ्यारसूत्र गर्न मिल्छ, म आज त्यसको बारेमा तपाईँलाई जानकारी दिनेछु। नमस्कार सम्पूर्णमा, म डाक्टर दिपेन देवकोटा, आयुर्वेद चिकित्सक। छ्यारसूत्रको सबैभन्दा महत्त्वपूर्ण इन्डिकेसन भनेको फिस्टुला, जसलाई हामीले भगवन्तर भनेर भन्दछौँ। छ्यारसूत्र विधिबाट उपचार गरिएको फिस्टुला नगन्य मात्रामा रिकरेन्स हुन्छ, रिकरेन्स रेट एकदमै कम छ। त्यसै गरी यदि तपाईँलाई पाइल्स भएको छ, त्यो 3rd अथवा 4th ग्रेडको छ भने हामीले छ्यारसूत्र विधिको प्रयोग गर्छौँ र त्यो निको हुन्छ। त्यसै गरी यदि तपाईँलाई साइनस ट्र्याक्ट छ, दिशा गर्ने ठाउँ वरिपरि चाहिँ फिस्टुला भइसकेको छैन तर साइनस ट्र्याक्ट छ भने समेत हामीले त्यो कन्डिसनमा छ्यारसूत्रको प्रयोग गर्न सक्छौँ। त्यसै गरी यदि तपाईँलाई दुष्ट व्रण छ, पटक पटक पाकिराख्ने, घाउ निको नै नहुने, अथवा डायबेटिक फुट अथवा विभिन्न खालको एन्टिबायोटिक रेसिस्टेन्टको कारणले गर्दा दुष्ट व्रण छ भने समेत हामीले छ्यारसूत्रको प्रयोग गर्न सक्छौँ। त्यसै गरी यदि तपाईँलाई पाइलोनाइडल साइनस छ, पुट्ठाको तलपट्टि चाहिँ पाकिराख्ने, त्यहाँबाट पिप बगिराख्ने, दुख्ने, रगत आउने समस्या छ, अथवा पुट्ठाको पछाडिपट्टि त्यस्तो खालको समस्या छ भने समेत हामीले त्यो कन्डिसनमा छ्यारसूत्रको प्रयोग गर्छौँ र तपाईँको समस्या पूर्ण रूपमा नदोहोरिने गरी निको हुन्छ। यसै गरी यदि तपाईँलाई पेरियानल एब्सिस छ अथवा तपाईँलाई अलिकति अप्ठ्यारो खालको समस्या, रेक्टोभेजाइनल फिस्टुला अथवा युरेथ्रोक्युटानियस फिस्टुला छ भने समेत हामीले छ्यारसूत्रको प्रयोग गर्छौँ र त्यो चाहिँ अलिकति रिस्की हुने भएकाले स्पेसलिस्ट डाक्टरको निगरानीमा गर्नुपर्छ। र जहिले पनि यी प्रोसिजरहरू गराउँदाखेरि तपाईँ योग्य चिकित्सकसँग परामर्श लिएर र उहाँको निगरानीमा मात्रै यो ट्रिटमेन्ट गराउनु होला।